जय मसी के हुन्छ। आजको मेसेजलाई हामी सरासर सुरु गर्नेछौँ र आजको मेसेज चाहिँ म मेरो जीवनमा घटेको सानो घटनाबाट सुरु गर्न चाहन्छु। विशेष गरी त्यो समयको बात हो जब म सेवाकाईमा भर्खर निक्लेको थिएँ। सुरुको दिनहरू थियो। त्यो समय मसँग एकजना पास्टर मात्रै, एउटा अगुवाको रूपमा भनौँ, साथीको रूपमा हुनुहुन्थ्यो। उहाँ एकजना पास्टर अङ्कल हुनुहुन्थ्यो अनि उहाँसँग नै म जहाँ पनि जाने गर्थेँ र उहाँसँग नै गएर म प्रार्थना गर्नु, गिटार बजाउनु, वचन बोल्नु, त्यस्तो मौकाहरू पाउनु थालेँ र सिक्दै अगाडि बढ्दै पनि गइरहेको थिएँ। त्यो बखत एक दिन अङ्कलले मलाई भन्नुभयो, हाम्रो पास्टर अङ्कलले भन्नुभयो, नानी एकजना पास्टर, रेभरेन्ड पास्टर बाहिरबाट आउनुभएको छ अनि पाहुना भएर आउनुभएको छ, उहाँले मलाई बोलाउनु हुँदै थियो, एउटा इम्पोर्टेन्ट बात छ भनेर। अनि मैले उहाँलाई भनेको छु मसँग हाम्रो भतिज पास्टर पनि हुनुहुन्छ र उहाँलाई लिएर म आउँछु भनेर भनेको छु। तपाईँ जानुहुन्छ भनेर अङ्कलले मलाई सोध्नुभयो। मैले अङ्कललाई भने किन नजाने अङ्कल, कहिले जानुपर्ने भन्नुहोस् न भनेर मैले अङ्कललाई भने। अनि अङ्कलले भन्नुभयो भोलि जानुपर्छ। भोलि बिहान भयो, हामी तयार म्यार भएर दुई भाइ हिँडेर गएर त्यो घरमा, उहाँ पाहुना भएर बसेको घरमा हामी पुग्यौँ। जय मसीहको आदान प्रदान भयो, चिया पिउन दिनुभयो, हामीले चिया पियौँ। अनि म सोचिरहेको छु, मेरो मनमा एक प्रकारको खुसी छ। आज म एउटा वरिष्ठ सिनियर पास्टरसँग भेटिरहेको छु। उहाँले केही न केही म एउटा नयाँ पास्टरलाई सेवाकाई कसरी गर्नुपर्छ, वचनहरू कसरी उल्था गर्नुपर्छ, यो कतिवटा कुराहरू सिकाउनुहुन्छ। म मनमा खुसी भइरहेको छु। चिया भइसकेपछि बात सुरु भयो। उहाँले बात यसरी सुरु गर्नुभयो, मैले एउटा बिजनेस सुरु गरेको छु पास्टरहरू, अनि त्यो बिजनेसमा चाहिँ तपाईँहरूले पैसा हाल्नुहोस् भनेर म सोच्दैछु। अनि पास्टर अङ्कललाई हेरेर फेरि उहाँले भन्नुभयो, हेर्नुहोस् तपाईँहरू कति गरिबी अवस्थामा सेवाकाई गर्नुहुँदैछ, कति माया लाग्दो अवस्थामा तपाईँहरू सेवाकाई गर्नुहुँदैछ। तपाईँकोमा पैसा रुपियाँ छैन। पैसा रुपियाँ छ भने कति आनन्द आउँछ, शान्ति आउँछ, घरमा खुसी आउँछ, तपाईँलाई आराधना गर्नु मजा आउँछ, तपाईँलाई वचन बोल्दा मजा आउँछ, तपाईँ हिँड्दा बाटोमा पनि तपाईँ प्रार्थना गर्न सक्नुहुन्छ, त्यति आनन्द आउँछ। त्यही कारणले गर्दा मेरो बिजनेसमा तपाईँले पैसा हाल्नुहोस्। 2 वर्ष 3 वर्ष बादमा तपाईँलाई हामी गाडी दिन्छौँ अनि गाडी दिएको केही पश्चात हामी तपाईँको पैसा पनि इन्ट्रेस्टसँग फर्काइदिन्छौँ। तपाईँले बिजनेसमा पैसा हाल्नुहोस् भनेर उहाँले भन्नुभयो। म सोचिरहेको छु उहाँले केही न केही त भन्नुहुन्छ सेवाकाईको विषयमा, किनभने त्यो सम्पूर्ण कुरो जो उहाँले बात गरिरहनु भएको छ त्यो त म छोडेर आएको। त्यो सम्पूर्ण पैसा रुपियाँ सब लोभ लालचलाई छोडेर म परमेश्वरको राज्यमा आएको। म सेवाकाईको विषयमा केही सुन्न चाहन्थेँ, तर उहाँले एकपल्ट पनि सेवाकाईको विषयमा बात मार्नु भएन। बस उहाँले त्यही बिजनेसको विषयमा चाहिँ बात गर्नुभयो। अनि घन्टौँ हामी बात गरिसकेपछि अब जब फर्किने बेला आयो, हामी ढोकामा आइपुगेका थियौँ। अङ्कलले फर्केर उहाँ पास्टरलाई जय मसीह भन्नुभयो, हामी जाँदैछौँ अनि तपाईँको बिजनेसको विषयमा हामी घरमा गएर सल्लाह गर्छौँ, के कसो हुन्छ हामी तपाईँलाई इन्फर्मेसन दिन्छौँ अनि तपाईँको निम्ति हामी प्रार्थना गरिदिन्छौँ। मण्डली तपाईँको बिजनेसको विषयमा पनि हामी प्रार्थना गरिदिन्छौँ, हाम्रो विषयमा पनि प्रार्थना गरिदिनुहोस् न भनेर अङ्कलले भन्नुभएको थियो। अचानक भित्रबाट उहाँ पाहुना पास्टरले यसरी भन्नुभयो, पास्टरज्यू हाम्रो निम्ति तपाईँले प्रार्थना नगरिदिनुहोस्। जुन इलाकामा म बस्छु त्यो इलाकामा म आफै डाइरेक्टर हो, धेरैवटा मिनिस्ट्री मसँग छ, पैसा रुपियाँ गाडी घर केसको मलाई दुःख छैन। अनि हाम्रो इलाकामा बस्ने पास्टरहरू कोही पनि दुःखी छैन, सबैकोमा पैसा छ, रुपियाँ छ, मिनिस्ट्री छ, मण्डलीहरू भक्कु छ। त्यो कारणले गर्दा हाम्रो निम्ति पटक्क तपाईँले प्रार्थना गरिदिने आवश्यक छैन। बस तपाईँको निम्ति आफूले प्रार्थना गर्नुहोस्। तपाईँहरू कति माया लाग्दो अवस्थामा हुनुहुन्छ, हाम्रो लागि पटक्क पास्टरज्यू तपाईँले प्रार्थना नगरिदिनुहोस्, आफ्नै विषयमा तपाईँले प्रार्थना गर्नुहोस् भनेर उहाँले भन्नुभयो। म त एकदमै के बोलौँ के नबोलौँ छक्कै परे। हामी निक्लेर आयौँ। बाटोमा पनि अङ्कलले पनि त्यो बात निकाल्नु सक्नु भएन, मैले पनि त्यो बात निकाल्ने मैले हिम्मत गरिनँ। मैले त भित्र मनमा धेरै इन्सल्ट भएको महसुस गरिरहेको थिएँ। त्यसरी नै समय बित्दै गयो। 4 वर्ष 5 वर्ष भयो। हाम्रो भेलीमा एउटा युनाइटेड छ, त्यो युनाइटेडको म प्रेसिडेन्ट भइसकेको थिएँ। युनाइटेड सँगसँगै माइनोरिटीको पनि म प्रेसिडेन्ट भइसकेको थिएँ। त्यो समयमा म धेरैवटा वरिपरिको चर्चहरूमा वचन बोल्नको निम्ति, अरू कुरा सिकाउनको निम्ति, बाइबल स्कुलतिर एउटा टिचिङ गर्नको निम्ति धेरैवटा ठाउँमा सम्बर्धनाको निम्ति बोलाउँथ्यो, म जाने गर्थेँ। र त्यसरी नै एक दिन हाम्रो गाउँदेखि अलिकति माथि स्लेङबुङ भन्ने एउटा कमान छ, त्यहाँ मलाई एउटा फ्युनेरलमा बोल्नु बोलाएको थियो। अनि म त्यहाँ गएँ, छिटै तयार म्यार भएर पुगेको थिएँ।
त्यहाँ फ्युनेरलको निम्ति कार्यक्रमहरू हुँदै थियो, कामहरू गरिरहेको थियो, पास्टरहरू भेला भइरहेको थियो, बात गरिरहेको थियो। त्यति बेला अचानक एकजना पास्टर आफ्नो इन्ट्रोडक्सन दिँदै गर्दा मैले सुनेको उहाँ त्यही रेभरेन्ड पास्टरको जग्गाको रहेछ। अनि मलाई कौतूहलता जाग्यो, केही कुरो बात मार्नु। उहाँको छेउमा गएर जय मसीह गरेँ। अनि हाम्रो इन्ट्रोडक्सन भइसकेपछि मैले उहाँलाई सोधेँ, तपाईँ जुन जग्गाबाट आउनुभएको हो त्यो जग्गाको एकजना म रेभरेन्ड पास्टरलाई चिन्छु, धेरै वर्ष अगाडि उहाँसँग भेट भएको, आजकल उहाँलाई नदेखेको निकै भयो, के कसो छ उहाँको परिवार, उहाँको मण्डली, उहाँको बिजनेस कस्तो हुँदैछ भनेर मैले यसो सोद्धा उहाँ छक्कैबाट मलाई भन्नुभयो, पास्टरज्यू तपाईँलाई उहाँको विषयमा थाहा छैन? मलाई थाहा छैन, किन भनेर मैले सोधेको। उहाँले एउटा बिजनेस सुरु गर्नुभएको थियो, अनि त्यो बिजनेस सुरु गरेको केही पश्चात उहाँको बिजनेस डुब्यो। उहाँले धेरैबाट पैसाहरू बटुलेको थियो, पैसाहरू लिएको थियो, गाडी दिन्छु के दिन्छु भनेर लिएको थियो, मिनिस्ट्रीहरूको पनि कति पैसाहरू निकालेर राखेको थियो। अचानक उहाँको बिजनेस डुबेपछि उहाँ एक पागल जस्तै हुनुभयो। उहाँलाई मान्छेहरू खोज्दै बाटो पैसा माग्नु थाल्यो, उहाँको घरमा गएर पैसा माग्नु थाल्यो। उहाँ लुक्दै भाग्दै हिँड्ने व्यक्ति बनिसकेको थियो। मिनिस्ट्रीले पनि यो सम्पूर्ण कुरो थाहा पाइसकेपछि सबै मिनिस्ट्रीबाट उहाँलाई निकाल्यो। लास्टमा उहाँ पागल जस्तै भएर घरमा फाँसी लगाएर उहाँ त मर्नुभयो त्योभन्दा 3 वर्ष अगाडि। उहाँले योभन्दा छक्कै परे, म अचम्म लाग्यो। म खुसी हुनु कि उहाँसँग मैले पार्टिसिपेट गरिनँ, कि म दुःखी हुनु एउटा परमेश्वरको काम गर्छु भनेर निक्लेको सेवक दिग्भ्रमित भयो, बाटो बिरायो। संसारमा हिँड्ने हुँदा उहाँले परमेश्वरको राज्य, संसारको राज्य सबै गुमाउनु पर्यो। म अचम्ममा परेँ। दिनभरि सेवकाई गर्दै गर्दा, वचन बोल्दै गर्दा पनि त्यो कुरोहरू मेरो मनमा आइरह्यो। मलाई अचानक हितोपदेश 30 को 8 र 9 आगुरले दिएको उपदेशको याद आयो। हे परमेश्वर, तपाईँले मलाई साह्रै बेसी पनि नदिनु होला, म अहङ्कारमा आएर तपाईँलाई नै इन्कार गरौँला, अथवा मलाई साह्रै दरिद्र पनि नबनाउनु होला कि म चोर्न थालौँला र तपाईँको नामलाई नै म इन्कार गरौँला भन्ने वचन मलाई याद आयो। मलाई लुसिफरको पतनको पनि याद आयो। लुसिफर कसरी परमेश्वरको उपस्थितिबाट झर्नु पर्यो, लुसिफरसँग के कुराको कमी थियो। परमेश्वरले यत्रो अवधा दिएर राखेको थियो, एउटा स्टेज दिएर, एउटा चेयर दिएर राखेको थियो। उसको मुनि लाखौँ लाख उसको सेवकहरू थियो, तर त्यतिले लुसिफरलाई पुगेन। त्यसले परमेश्वरको सिंहासनलाई टार्गेट गर्न थाल्यो, अनि त्यो त्यहाँबाट झरेर पतित हुनु पर्यो। त्यसको निम्ति नर्क बनिएर त्यसलाई पछ्याउने अरू व्यक्ति मानिसहरूको निम्ति पनि आजसम्म नर्क यथावत छ। यो सम्पूर्ण कुरोहरूले म एकदमै विचल्ने भए, मेरो मनमा त्यो सम्पूर्ण कुराहरू खेलिरह्यो। अनि जब सेवकाई सकेर म घर आएँ, घरमा पनि सुत्दा पनि बस्दा पनि त्यो पास्टरज्यूले भन्नुभएको एउटा शब्द, एउटा लाइन मलाई याद आइरह्यो, पास्टरज्यू मेरो निम्ति प्रार्थना नगरिदिनुहोस्, हाम्रो निम्ति प्रार्थना नगरिदिनुहोस्, हामीलाई सबै कुरो प्रशस्त छ, तपाईँले प्रार्थना बस आफ्नो निम्ति गर्नुहोस्, तपाईँको गरिबीको निम्ति, तपाईँको दरिद्रताको निम्ति गर्नुहोस्, हाम्रो निम्ति प्रार्थनाको जरुरत छैन। यो कुरोले म कति दिनसम्म विचल्ने भइरहेँ। आजको धेरै क्रिस्चियन्सहरू पनि त्यही पैसा रुपियाँ, धन सम्पत्ति, गाडी, बिल्डिङ, त्यसलाई नै आशिष सम्झिने गर्छन्। यदि त्यो मात्रै आशिष हुने भए त तपाईँलाई जुन मैले उदाहरण मेरो जीवनमा घटेको अनि रेभरेन्ड पास्टरको उदाहरण दिएँ, उहाँको जीवनमा केही कुरो कमी थिएन। उहाँले नै भन्नुभएको सम्पूर्ण कुरो उहाँसँग थियो, तर पनि उहाँको त्यस्तो दशा कसरी हुन गए त? तर आजको क्रिस्चियन्सहरू फेरि अलिकति जिद्दी पनि छन्। उहाँहरूलाई जब वचनबाट जबसम्म उदाहरण दिँदैन, उहाँहरूले विश्वास पनि गर्दैन, पत्याउँदैन पनि। अनि म हजुरहरूलाई यहाँबाट वचनबाट नै उदाहरण दिन चाहन्छु। यो मैले दिएको उदाहरणहरू, मैले तपाईँलाई भनेको उदाहरणहरू सत्य हो अथवा होइन, म वचन पढेर हजुरहरूको अगाडि राख्नेछु। हामी यो समय भजन सङ्ग्रह 106 को 13, 14, 15 पढ्नेछौँ। यहाँ यसरी लेखिएको छ, उनीहरूले तुरन्तै उहाँका कार्यहरू बिर्सिहाले, उहाँको सल्लाहलाई उनीहरूले पर्खेनन्, तर जङ्गलमा अभिलाषा गरे र मरुभूमिमा परमेश्वरको परीक्षा गरे, अनि उहाँले तिनीहरूलाई तिनका भाग दिनुभयो, तर तिनीहरूका आत्मा निर्बल गराइदिनुभयो। आमेन। यो वचन भजन सङ्ग्रह 106 तपाईँलाई बाइबल पढ्ने धेरैजनालाई थाहा हुनुपर्ने कुरा हो। प्रस्थानको किताबबाट उदाहरणको रूपमा निकालेर लेखिएको छ। प्रस्थानको किताबमा के लेखिएको छ तपाईँलाई सम्पूर्ण कुरो थाहा छ। जब मिश्र देशमा इजरायलीहरू दुःखमा थिए, दासत्वमा थिए, भट्टीमा काम गर्थे, अनि काम अनुसारको जेलाहरू उहाँहरूले पाइरहेको थिएन।
त्यो समय परमेश्वरले उनीहरूलाई निकालेर दूत र मह बग्ने देशमा पुर्याउँछु भनेर मोसालाई खरा गर्नुभयो। जब इजरायलीहरू मिस्रबाट निक्लेर गए, उनीहरूसँग सुरुदेखि नै दुःख थियो। पछाडिपट्टि फेरोको सेनाहरूले उनीहरूलाई खेदिरहेको थियो भने अगाडिपट्टि लाल समुद्र थियो। तर परमेश्वरले त्यो लाल समुद्रलाई पनि मोसाको एउटा लौरोद्वारा दुई चिरा पारे, दुई भाग गरे अनि सुक्खा जमिनबाट हिँडेर इजरायलीहरू पारी पुगे। तपाईँलाई यो सम्पूर्ण कुरो थाहा छ। परमेश्वरले इजरायलीहरूलाई मिस्रबाट निकाल्दा कस्तो अचम्मको काम गर्नुभयो। रातमा दिनमा इजरायलीहरूलाई दुःख नहोस् भनेर परमेश्वरले आगो बादलको खामा भएर उनीहरूलाई रक्षा गरिरहेको हुन्थ्यो अनि परमेश्वरको उपस्थिति दिइरहेको हुन्थ्यो। खानुको निम्ति परमेश्वरले उनीहरूलाई कहिले पनि भोकाइराखेको थिएन। उनीहरूको लुगा फाटेको थिएन। उनीहरू एकदमै जसरी मिस्रबाट निक्लेको त्यही अवस्थामा उनीहरू हिँडिरहेका थिए। जब उनीहरूलाई खानु मन लाग्थ्यो, स्वर्गबाट परमेश्वरले मन्ना दिनुभयो, चट्टानबाट पानी दिनुभयो, बटाई चराबाट मासु उहाँले उपलब्ध गराउनुभयो। तर पनि कतिजना इजरायलीहरू सन्तोष मानेन। उनीहरूको कहिल्यै पनि लालच भरेन। उनीहरूले गनगनाउन थाले, मोसाको विरुद्धमा बोल्न थाले, हामीलाई त्यो मिस्रमै ठिकै थियो, कोटाइ खाँदै भए पनि खानु लाउनु त भइरहेको थियो, यहाँ मोसाले हामीलाई लिएर बिजोग बनायो, हामीलाई विपदमा पार्यो भनेर उनीहरू गनगनाउन थालेको थिए। अनि कतिजनाले त आफ्नो गहनाहरू निकालेर सुनको बाछाको मूर्ति बनाएर यही हाम्रो ईश्वर हो, यसले नै हामीलाई अब यहाँदेखि उता अगुवाई गर्छ भनेर परमेश्वरको विरुद्धमासम्म उनीहरूले काम गरेका थिए। तपाईँले प्रस्थानको किताबमा परमेश्वरले गर्नुभएको अचम्मको कामहरू, त्यहाँ मोसाको लौरोद्वारा परमेश्वरले जे जति गर्नुभयो सम्पूर्ण कुरोहरू देख्नुहुन्छ। धेरैजना जब परमेश्वरको विरुद्धमा गनगनाए अनि चाहिएको भन्दा बेसी मागे, उनीहरू कतिजना श्रापले मरे, कतिजना जङ्गलको पशु पक्षीद्वारा मारिए, कति लडाइँमा मारिए, कतिजना कोडले नाश भए। तपाईँ यो सम्पूर्ण कुरो भेट्नुहुन्छ। तपाईँ र म पनि आज कहाँ छौँ भन्नुहोस् त? आज तपाईँ र म प्रस्थानमा छौँ। हामी कनान देशमा, हामी दूत र मह बग्ने देशमा पुगेको छैनौँ। हामी बाटोमा छौँ। यो हाम्रो लक्ष्य होइन, यो हाम्रो यात्रा हो। यहाँ अलिकति पनि परमेश्वरले हामीलाई छोड्नु हुँदैन। बस हामीलाई इन्जोय गर्नु चाहिँ परमेश्वरले प्रशस्त हाम्रो सपनाहरू पुरा गर्नको लागि सबै कुरो दिन्छु चाहिँ भन्नुभएको छैन। तर हाम्रो जरुरतमा जबसम्म हामी त्यो दूत र मह बग्ने देशमा पुग्दैनौँ त्यति बेलासम्म परमेश्वरले जसरी इजरायलीहरूलाई मिस्र देशबाट निक्लिँदै गर्दा उहाँहरूसँग रहेर रक्षा गरे, त्यसरी नै आजको क्रिस्चियनलाई पनि परमेश्वरले रक्षा गरिरहेको हुन्छ। तर धेरै क्रिस्चियन्सहरूको चित्त बुझ्दैन। आफै धेरैभन्दा धेरै कमाएर धनी हुन खोज्छ अनि त्यो हुने क्रममा कति क्रिस्चियन्सहरूले परमेश्वरलाई बिर्सिरहेको हुन्छ। तपाईँलाई म एउटा अझै उदाहरण दिन चाहन्छु। एकजना सर मसँग हुनुहुन्थ्यो अनि त्यो सर जहिले पनि मसँग बात गर्नु मन पराउनुहुन्थ्यो अनि उहाँले जहिले पनि भन्नुहुन्थ्यो, सर अलिकति टाइम भएपछि म तपाईँसँग आएर बात गरिहाल्छु। अनि एक दिन म अफिसमा केही लेखिरहेको थिएँ, सर आउनुभयो अनि भन्नुभयो, के गर्नु हुँदैछ रिपन सर, फ्री हुनुहुन्छ भने एकछिन तपाईँलाई एउटा कुरा सोध्नु थियो। अनि मैले भने सोध्नुहोस् न, के छ तपाईँलाई सोध्नुपर्ने भनेर मैले उहाँलाई भने। उहाँले भन्नुभयो, हाम्रो गाउँमा दुई प्रकारको क्रिस्चियन्सहरू छ। एक प्रकारको क्रिस्चियन्सहरू, पुरानो क्रिस्चियन्सहरू पहिलादेखि सेवाकाई गरेको, अहिले पनि सेवामा हिँडिरहेको हुन्छ, हलेलुया भनिरहेको हुन्छ, गीत गाएर राखेको हुन्छ। तर उनीहरू पहिलाको जस्तै अवस्थामा छ। उनीहरूले त्यत्रो धन सम्पत्ति पनि कमाएको छैन, गाडी किनेको छैन, बिल्डिङ बनाएको छैन। तर कतिजना क्रिस्चियन्सहरूलाई म हेर्छु, हिजो अस्ति आएको 1 वर्ष 1.5 वर्ष भयो होला, उनीहरूले गाडी किनिसके, बिल्डिङ बनाइसके। अनि म यसो सोच्छु, त्यो पहिलाको क्रिस्चियन्सहरूले चाहिँ नजानेको होला है परमेश्वरबाट आशिष लिनु, किनभने अहिले नयाँ आउनेहरूले त धेरै धन सम्पत्तिहरू कमाउँदैछ। कि तपाईँलाई कस्तो लाग्छ सर, यसो भन्नु न भनेर उहाँले मलाई भन्नुभयो। अनि मैले सरलाई भने, सर म तपाईँलाई एउटा सानो उदाहरण दिन्छु, तपाईँले बुझ्नुहुन्छ होला। तपाईँले एउटा पर्सनल एक्सिडेन्ट इन्सुरेन्स गर्नुपर्छ। तपाईँले पैसा हाल्नु थाल्नुभयो अनि तपाईँ केही एक्सिडेन्टली केही भइहालेछ भने 2 करोड रुपियाँ तपाईँले पाउनुहुन्छ। दुर्भाग्यवश एक दिन तपाईँ बाटोमा आउनु हुँदै थियो अनि गाडीले तपाईँलाई ठोक्यो, तपाईँ बेहोस हुनुभयो। अनि जब तपाईँ आँखा खोल्नुभयो, तपाईँ हस्पिटलमा हुनुहुन्थ्यो अनि तपाईँको 2टै खुट्टा काटिसकेको थियो। डक्टरले तपाईँको 2टै खुट्टा काम नलाग्ने भएर काटिसकेको थियो। अब केही दिनपछि तपाईँ डिस्चार्ज हुनुभयो, घर जानुभयो। घर गइसकेपछि तपाईँले
आफ्नो इन्सुरेन्स क्लेम गर्नुभयो, तपाईँ 2 करोडको मालिक बनिनुभयो। तपाईँ व्हिल चेयरमा हुनुहुन्छ यति बेला। तपाईँ वासरुम जाँदा पनि तपाईँको परिवारले तपाईँलाई खेलेर लानुपर्छ। तपाईँ आफ्नो इच्छाले अलिकति पर पनि जानु सक्नुहुँदैन। तपाईँ पहिलाको जस्तै दुगुर्नु सक्नुहुँदैन। तपाईँ पहिलाको जस्तो क्रिकेट खेल्नु सक्नुहुँदैन, फुटबल खेल्नु सक्नुहुँदैन, बाहिर गएर साथी सङ्गीहरूसँग तपाईँ रमाउनु सक्नुहुँदैन। तर तपाईँ 2 करोडको मालिक, तपाईँ धनी छ यति बेला, तपाईँकोमा धन सम्पत्ति प्रशस्त छ। तर तपाईँ त्यो धन सम्पत्तिलाई इन्जोय गर्नको निम्ति, त्यो धन सम्पत्तिलाई उपभोग गर्नको निम्ति तपाईँसँग शरीरको स्वास्थ्य छैन। तपाईँको 2टा खुट्टा जुन सबैभन्दा हाम्रो महत्त्वपूर्ण अङ्ग हो तपाईँसँग छैन। अब म तपाईँलाई एउटा प्रश्न सोध्छु, तपाईँलाई त्यो 2टा व्यक्तिहरूमध्ये कुन व्यक्ति तपाईँ भएको मनपर्छ? त्यो पहिलाको गरिब खुट्टा भएको गरिब व्यक्ति मनपर्छ, जो जहाँ चाहे त्यहीँ जानु सक्थ्यो, साथी सङ्गीसँग घुम्नु सक्थ्यो, जे पनि गर्नु सक्थ्यो, त्यो गरिब तपाईँ मनपर्छ कि अहिले व्हिल चेयरमा बसेको धनी व्यक्ति तपाईँलाई मनपर्छ? तपाईँले मलाई एन्सर दिनुहोस् त सर भनेर मैले उहाँलाई सोधेँ। उहाँले सोच्नुभयो अनि सोचिसकेपछि मैले मलाई एन्सर दिनुभयो। हेत रिपन सर, तपाईँले कस्तो कुरा गर्नुभयो? म त जसरी पनि मलाई त्यो गरिब खुट्टा भएको मान्छे नै मनपर्छ। त्यो 2 करोड पैसा भएर करोडपति भएर के गर्नु सर? आफूले त्यो करोडलाई चाहिँ उपभोग गर्नु पाएन भने हेत मलाई त त्यो पहिलाको गरिब नै हुनु मन लाग्छ, जसकोमा चाहिँ खुट्टा छ। मैले उहाँलाई भने त्यस्तै हो। जसले पनि परमेश्वरले दिएको भन्दा ज्यादा लालच गरेर परमेश्वरलाई नै त्यागेर परमेश्वरलाई नै बेचेर खुन पसिना बगाएर कमाएको छ, त्योसँग श्राप पनि जोडिएको छ। तपाईँ कहिले पनि धनी धनी क्रिस्चियन्सहरूमा गएर बस्नु भएको छैन होला, म बसेको छु। यदि 1 हप्ता उनीहरूको घरमा बस्नु भने तपाईँ थाहा पाउनुहुन्छ उहाँहरू आशिषित हो कि श्रापित हो। उहाँहरूले देखाउनुको लागि त बाहिर धनाढ्य भएको एक्टिङ गर्छ, धनी भएको एक्टिङ गर्छ, हाँस्छ, खुसी छु भनेर देखाउनु त देखाउँछ। तर उहाँहरूको घरमा गएर हेर्नुहोस्, उहाँहरूको घरमा तपाईँलाई नर्कमा पसेको जस्तो लाग्छ। 1-2 दिनमा यो सम्पूर्ण कुरो तपाईँ देख्नुहुन्छ सर भनेर मैले सरलाई भने। सरले भन्नुभयो अब चाहिँ मैले बुझेँ, तपाईँले भन्नुभएको कुरा मैले बुझेँ भनेर उहाँले भन्नुभयो। अनि परमेश्वरलाई म धन्यवाद दिन्छु। त्यसको 3-4 महिना बादमा त्यो सरले पनि प्रभुलाई ग्रहण गर्नुभयो। अनि आज म प्रभुको सेवाकाई पनि गर्नुहुँदैछ। परमेश्वरलाई नै यसको महिमा भएको छ। म हजुरहरूलाई बुझाउनुको निम्ति, यो कुरालाई बुझाउनुको निम्ति 2 राजा 5मा लेखिएको छ नि, 5को 1 देखि नै पढ्यो भने तपाईँले एउटा नामानकोरी भन्ने टपिक पाउनुहुन्छ। अनि 20 देखि उता पढ्नुभयो भने गेहजीको लालच भनेर तपाईँले त्यहाँ भेट्नुहुन्छ। यहाँ तपाईँले त्यो कथा पढ्दै गर्दा म तपाईँलाई सारांशमा भन्छु, तपाईँले अलरेडी पढिसक्नु भएको छ र पनि म तपाईँलाई बुझाउनुको निम्ति म सारांशमा भन्दैछु। नामान भन्ने एकजना व्यक्ति जो चाहिँ कोरले भरिएको थियो, उसको शरीरमा कोरै कोर थियो। ऊ एलिसा अगमवक्ता भएकोमा जान्छ अनि धेरै धन सम्पत्ति सुन चाँदी लगेर एलिसा भएकोमा जान्छ। अनि यदि मेरो कोर चाहिँ एलिसाले चाहिँ चङ्गा गर्छ भने चाहिँ सबै कुरो दिन्छु उपहारको रूपमा भनेर लगेर गएको हुन्छ। म कथालाई लमाउनु चाहदिनँ, तपाईँ आफै पढ्नुहोस्। 2 राजा 5मा तपाईँले पाउनुहुन्छ। अनि यताउता गरेर कथा तपाईँले पढ्नुहोस्। जब नामान चङ्गा हुन्छ, ऊ कोरदेखि चङ्गा हुन्छ, उसले लिएको सबै धन सम्पत्ति चाहिँ एलिसालाई दिन्छ। एलिसाले त्यो सबै धन सम्पत्ति थाप्नु इन्कार गर्छ, मान्दैन अनि बिदा दिन्छ। जब नामानकोरी गइरहेको हुन्छ, बाटोमा गइरहेको हुन्छ, त्यति बेला एलिसाको एकजना सेवकहरूमध्ये गेहजी भन्ने पनि हुन्छ। गेहजीले यसो सोच्छ अनि सम्झिन्छ, हाम्रो गुरु त के साह्रो लाटा हो, यत्रो धन सम्पत्ति दिएको है, उसले गरेको कामको बदलीमा त दिएको, उसले नामानलाई चङ्गा बनायो त्यसको बदलीमा त दिएको, त्यो धन सम्पत्ति थाप्नु पर्ने थियो नि, हाम्रो गुरु त एकदमै लाटा। अनि जब यो कुरा म पढ्छु, मलाई मेरो जीवन कहानी पनि याद आउँछ। मलाई पनि यसरी धेरै प्रलोभन आएको थियो। कसैले कति हजार कति लाख दिन्छु भनेर सेवाकाई गर्नुहोस्, कतिजनाले गाडी बिल्डिङ दिन्छु भनेर सेवाकाई गर्नुहोस् भनेर बोलाउने। आजसम्म यो वर्तमान आजको दिनसम्म पनि त्यस्तो व्यक्तिहरू छन् जसले मलाई म तपाईँलाई महिनाको 60,000 65,000 रुपियाँ दिन्छु, गाडी दिन्छु, आएर सेवाकाई गरिदिनुहोस् न, तर सेवाकाईमा चाहिँ हाम्रो मिनिस्ट्रीले जस्तो भनेको छ त्यसरी नै प्रचार गर्नुपर्छ भनेर भन्ने व्यक्तिहरू धेरै छ।
धेरै पास्टर्सहरूले, धेरै क्रिस्चियन्सहरूले, धेरै मेरो आफ्नोहरूले पनि मलाई भने तिमी त कति लाटा हो, पढेको बुझेको मान्छे, बोल्नु सक्ने मान्छे, तिमीले पनि त काम त गर्दैछौ परमेश्वरको, खाइदिनु नि मिनिस्ट्रीको, खाइदिनु के गरिदिनु, सेवा पनि हुने मेवा पनि हुने, खाइदिनु नि भनेर धेरैजनाले मलाई भन्छ तपाईँ त साह्रो लाटा हो भनेर मलाई धेरैजना पास्टर्सहरूले पनि भन्छन्। अनि म उहाँहरूको लागि लाटा हो, अनि म यतिकै लाटा छु, अनि सायद लास्टमा लाटा नै मर्छु, तर म श्रापको चाहिँ धन खान चाहदिनँ। अब म कथामा अगाडि बढाउन चाहन्छु। गेजीले एलिसाको विषयमा त्यो सोचिसकेपछि के गर्यो, पछि नामानको पछि गयो। नामानको पछि गएर नामानलाई भेटेर भन्यो हाम्रो गुरुजीले मलाई तपाईँलाई भेट्नु पठाएको हो, हाम्रो गुरुजीले तपाईँसँग भेट्नु पठाएको, उहाँको मित्रहरू आइपुग्नु भएको छ, अघि जुन धन सम्पत्ति उहाँले इन्कार गर्यो त्यो पठाइदिनु भनेर उहाँले खबर पठाउनु भएको छ, तपाईँले मलाई दिनुहोस्। नामान खुसी भएर त्यो धन सम्पत्ति गेजीलाई दिएर पठाउँछ। गेजी त्यो धन सम्पत्ति लिएर खुसी भएर फर्किरहेको हुन्छ। अनि जब एलिसा उसको गुरुसँग भेट हुन्छ, एलिसाले भन्छ गेजी तिम्रो मनमा कसरी यो लालच आयो, जब तिमीले नामानकोबाट त्यो सम्पत्ति लिइरहेको थियौ हातमा म तिमीसँग थिएँ भनेर तिमीलाई थाहा छैन? जुन धन सम्पत्ति तिमीले अहिले हातमा बोकिरहेका छौ तिमीले लोभ लालचसँग कमायौ, त्यो कोरसँग साटिएको कोरको ज्याला हो, कोरको दाम हो। तिमीले धन सम्पत्ति त पायौ, तिम्रो कोसिसले धन सम्पत्ति त आर्जन गर्यौ, कमायौ, तर त्यो कोरको दाम हुनुको कारणले गर्दा अब त्योसँग जोडेको कोरको श्राप पनि तिम्रो जीवनमा आइलाग्छ। त्यो नभन्दै गेहजी शिरदेखि पाइतालासम्म हिउँ जस्तै सेतो कोडले भरियो। त्यसरी नै जब परमेश्वरले तपाईँ र मलाई दिनुहुन्छ, केही कुरो दिनुहुन्छ, हाम्रो जरुरतमा दिनुहुन्छ, परमेश्वरको काम गर्दै गर्दा कहिले पनि परमेश्वरले तपाईँलाई भोकै राख्नु हुँदैन, एक्लै राख्नु हुँदैन, तपाईँलाई नाङ्गै छोड्नु हुँदैन। तपाईँलाई चाहिएको, तपाईँलाई जरुरत भएको हरेक कुरो परमेश्वरले कहीँ न कहीँबाट जुटाइदिनुहुन्छ। तपाईँलाई परमेश्वरले एक्लै छोड्नु हुँदैन। जसरी इजरायलीहरूलाई त्यो बाटोमा परमेश्वरले छोड्नु भएन, तपाईँलाई पनि परमेश्वरले त्याग्नु हुँदैन। परमेश्वरले तपाईँको हरेक जरुरतहरू पुरा गर्नुहुन्छ। बस तपाईँले ओभर एक्साइटेड, ओभर ग्रिडी अथवा लोभी भएर परमेश्वरले दिएको भन्दा बेसी कमाउनु खोज्नुहुन्छ। दिनरात खुन पसिना बगाएर परमेश्वरको काम छोडेर तपाईँले धन सम्पत्तिलाई आफ्नो सर्वेसर्व सम्झिनुहुन्छ। तपाईँले त्यो सँगसँगै श्रापलाई ल्याउनुहुन्छ। त्यो धन सम्पत्ति तपाईँ उपभोग गर्न सक्नु हुँदैन, तपाईँकोमा अशान्ति हुन्छ। साँच्चै तपाईँको जिन्दगीमा जति नै धन सम्पत्ति भए पनि श्रापले तपाईँको परिवारलाई तहस नहस बनाइ छोड्छ। तपाईँ एलियालाई सम्झिनुहोस् त एकपल्ट यस समयमा। एलिया त्यस्तो अवस्थामा, मायालाग्दो अवस्थामा ऊ डुलिहिँड्थ्यो, हिँडिहिँड्थ्यो, परमेश्वरको काम गर्थ्यो। अनि जब उहाँ बसेको देशमा अनिकाल आयो, उहाँलाई खुवाउनलाई परमेश्वरले काग पठाउनु भएन के? एलियालाई एक्लै छोडे परमेश्वरले? एक्लै छोड्यो? परमेश्वरले कहिले पनि एलियालाई एक्लै छोडेन। त्यो सुकिसकेको नदीबाट पानी पियाउनु भयो, अनि कागबाट उहाँले रोटी खुवाउनु भयो। परमेश्वरले जब तपाईँ परमेश्वरका राज्यमा हुनुहुन्छ नि, परमेश्वरले तपाईँलाई कहिले पनि एक्लै छोड्नु हुँदैन। परमेश्वरले तपाईँलाई त्याग्नु हुँदैन, बशर्ते तपाईँले पनि परमेश्वरमा भए भन्दामै साँच्चै त्यो श्रापको काम गरेर, जुन श्राप आदमलाई दिएको थियो, जहिलेसम्म तैँले तेरो निधारको पसिना बगाउँदैनस्, तैँले एक मुठी खानु पाउँदैनस् भनेर एउटा श्राप दिएको, त्यो श्राप हो। तपाईँले त्यो श्रापलाई आफ्नो जिन्दगीमा धारण गरेर म आशिषमा छु भनेर तपाईँले भन्नु सक्नु हुँदैन। यही कारणले गर्दा तपाईँले सम्झना गर्नुहोस् प्रभुको आशिष के हो, प्रभुको श्राप के हो। अघि हामीले पढ्यौँ त भजन सङ्ग्रह 106 को पढ्दै गर्दा परमेश्वरले दिनुभयो, सबै जे मागेको थियो दिनुभयो। परमेश्वरले उनीहरूले जबरजस्तीसँग एकदमै गनगन गरेर मागेको कुरो पनि दिनु चाहिँ भयो, तर त्योसँगै परमेश्वरले के पनि दिनुभयो, त्योसँग जोडिएको श्राप पनि दिनुभयो। उनीहरूको आत्मादेखि शान्ति लगेर जानुभयो भनेर हामीले पढ्यौँ नि। तपाईँलाई मन्नाको कहानी थाहा छ नि? मन्नासँग परमेश्वरले जोडेको एउटा नियम थाहा छ नि? मन्ना परमेश्वरले जब स्वर्गबाट झारिदिनुहुन्थ्यो नि, त्यहाँ एउटा नियम थियो, जति तिमीलाई चाहिन्छ त्यति टिप्नु, त्यति नै तिमीले लानु भनेर भनेको थियो। तर धेरैजना इजरायलीहरूले मन्ना के गर्थ्यो, भरेको लागि पनि लान्थ्यो, भोलिको लागि पनि लान्थ्यो, तर त्यो मन्ना के हुन्थ्यो, एकैछिनमा किरा लागेर कुहिएर जान्थ्यो। त्यस्तै हो, जब परमेश्वरले दिनुभएको भन्दा बढी तपाईँ खोज्नुहुन्छ, चाहनुहुन्छ नि, त्यसलाई डिप्पी गरेर तपाईँ कमाउनु खोज्नुहुन्छ नि, तपाईँले परमेश्वरले दिएको मात्रै
आशिष हो, त्योदेखि सबै उब्रेको त्यो श्राप हो, त्यसमा किरा लाग्छ, तपाईँलाई शान्तिसँग बाँच्नु, शान्तिसँग बस्नु दिँदैन। त्यही कारणले गर्दा हामी सम्पूर्ण लोभ लालच यो पाप हो, योदेखि अलग्ग बस्नुपर्छ मण्डली। तपाईँले यो धेरैवटा कुराहरूलाई बुझ्ने जरुरत छ, अनि मैले सारांशमा जति भन्नु खोजेँ तपाईँले बुझ्नुहुँदैछ भनेर मलाई विश्वास लागेको छ। अन्तमा तपाईँलाई एउटा यो क्वेसन पनि आउन सक्छ, के एउटा क्रिस्चियन त्यसो भए जिन्दगीभर गरिब भएर, दुखी भएर, माया लाग्दो भएर नै बाँच्नुपर्छ त भनेर तपाईँकोमा प्रश्न आउन सक्छ। होइन, परमेश्वरले त्यसो भनेको पनि छैन। बस हामी जुन बाटोमा छौँ, प्रस्थानको बाटोमा छौँ, हामी दुध मह बग्ने देशमा पुगेको छैनौँ। यहाँ अलिअलि दुःख आउँछ, तर परमेश्वरले हाम्रो सम्पूर्ण जरुरतहरू पुरा गर्नुहुन्छ। तपाईँले एलियाको एउटा उदाहरण लिन सक्नुहुन्छ। एउटा दुखी व्यक्ति हुँदाहुँदै पनि एलिया सारपतको विधुईको घरमा पुग्यो, अनि उनले एक छाक खाना खाइसकेपछि ती विधुईको घरमा न गरियोमा तेल सकियो, न भाँडामा आँटा सकियो। एलियालाई परमेश्वरले माग्ने होइन, उहाँ एलियालाई परमेश्वरले दिने व्यक्ति बनाउनु भएको थियो। तपाईँ र मलाई पनि परमेश्वरले माग्ने, जहाँ पनि गएर माग्ने, मिनिस्ट्रीमा गएर माग्ने, दाँत खट्टा गरेर खुन पसिना बगाएर संसारको दास हुने व्यक्ति बनाउनुको लागि यहाँ बोलाउनु भएको होइन। तपाईँलाई मलाई परमेश्वरले दिने व्यक्ति बनाउनुको लागि बोलाउनु भएको। म यस्तो धेरै गरिब पास्टर प्रचारकहरूलाई पनि चिन्छु, जो आफू त गरिब छ तर अरूहरूको निम्ति प्रार्थना गरिदिँदा अरूहरूको श्रापको बन्धन तोडिन्छ, उनीहरू धनवान बनिन्छ। कतिजनाको नोकरीहरूको निम्ति, कामहरूको निम्ति प्रार्थना गरिदिन्छ अनि उनीहरूले नोकरी पाउँछ। त्यो आफै व्यक्ति पास्टर, त्यो प्रचारक गरिब हुँदा पनि अरूलाई दिने उसकोमा क्षमता छ, परमेश्वरले वरदान दिएर राख्नुभएको छ। म यस्तो धेरै हिलिङ सेवाकाई गर्ने व्यक्तिहरूलाई चिन्छु, जो आफै बिरामी छ, आफै व्हिलचेयरमा बसेको छ, आफैलाई डोर्याउनु पर्छ, तर उनले गरेको प्रार्थनाद्वारा धेरै गम्भीर बिरामीहरू चङ्गा हुन्छ, धेरै सिकिस्त बिरामीहरू चङ्गा हुन्छ, खाटमा ल्याएको बिरामीहरू चङ्गा भएर जान्छ। परमेश्वरले तपाईँ र मलाई जस्तै अवस्थामा राखे पनि एउटा ज्योति बनाएर अरूलाई दिनु सक्ने परमेश्वरले वरदान दिएर राख्नुभएको छ। परमेश्वरको यो वरदानलाई तपाईँले खेलाइची नसम्झिनुहोस्। तपाईँले परमेश्वरले बनाउनु भएको प्रकृतिको उदाहरण लिनुहोस्। एउटा फलको बोटले फल फलाउँछ तर उसले आफैले खाँदैन, त्यो फल अरूको लागि हुन्छ। एउटा नदीले आफ्नो पानी आफै पिउँदैन, त्यो अरूको निम्ति हुन्छ भने एउटा बत्ती, एउटा क्यान्डल जिन्दगीभर मोरिन्जालसम्म बल्छ, तर त्यो ज्योति उसले उसको निम्ति होइन, अरूको निम्ति प्रयोग गर्छ। त्यसरी नै परमेश्वरले तपाईँ र मलाई यो संसारमा अरूलाई केही दिनुको निम्ति, अरूको बन्धनहरू तोड्नको निम्ति पठाउनु भएको, तोडामा काम गर्नको निम्ति पठाउनु भएको। जब हामी तोडामा असल काम गर्छौँ, असल सेवक भएर, असल दासी भएर काम गर्छौँ, परमेश्वरले करार बाँध्नु भएको छ, म स्वर्गको झडक पलेर म तँलाई अट्टी नअट्टी आशिष दिन्छु। यो परमेश्वरले उहाँको साँचो भक्तहरूलाई दिने आशिष हो, उहाँको भक्तहरूलाई दिने परमेश्वरले राखेको वरदान अनि यो इनाम हो। अन्तमा तपाईँले यीशुलाई सम्झिनुहोस्, हाम्रो प्रभु यीशुलाई सम्झिनुहोस्। प्रभु यीशु जन्मिँदा राजाहरूको राजा, प्रभुको प्रभु, स्वर्गबाट आएको परमेश्वरको पुत्र जन्मिँदा एउटा गोठमा जन्मिनुभयो। हामी जस्तै हस्पिटलमा, लग्जरियस जग्गामा, घरको राम्रो बेडमा जन्मेको होइन, यीशु एउटा गोठमा जन्मिनुभयो। जब उहाँलाई मारिनु लग्यो, उहाँ मारिनु जाँदै गर्दा पनि आफ्नो क्रुस आफै बोकेर जानुभयो। तपाईँले यो कुरालाई नबिर्सिनुहोस्। भनिन्छ यीशुलाई चिहानमा राख्दा जुन लुगाले बेरिएको थियो त्यो लुगा उधारो किनिएको थियो, अनि अझै भनिन्छ जुन चिहानमा यीशुलाई राखिएको थियो त्यो चिहान यीशुको निम्ति बनिएको होइन, त्यो चिहान अरू कसैको निम्ति बनिएको थियो। यीशु यस्तो दरिद्रको जीवन बाँच्नुभयो अनि त्यो चिहानमा नर्कको 3 दिन भोग्नु भएर नै उहाँ पुनरुत्थान हुन सक्नुभयो। राजाहरूको राजा, प्रभुको प्रभु कहलिनुभयो, संसारको उद्धारकर्ता बनिनुभयो। परमेश्वरले आफ्नो पुत्रद्वारा तपाईँ र मलाई इक्जाम्पल दिएको छ। जब अब्राहमलाई परमेश्वरले म नानी दिन्छु, म तँलाई सम्पूर्ण जातिको पिता बनाउँछु भनेर करार मात्नु भएको थियो, जबसम्म अब्राहम र साराकोमा नानी बनाउने क्षमता थियो परमेश्वरले केही पनि दिनु भएन। तर जब उनीहरू नानी बनाउनु नसक्ने अवस्थामा पुगे, बुढेसकालमा पुगे, त्यति बेला यहोवा तसित्किनु परमेश्वरले उनीहरूलाई नानी इसाक दिए, जुन इसाकमा हामीले आज आशिष पाउँछौँ। त्यति बेला जब इसाक जन्मियो, अब्राहम र साराले मैले जन्माएको मेरो शक्तिले भन्नु सक्थेन, किनभने त्यो परमेश्वरले दिएको, उनीहरूको नसक्ने अवस्थामा परमेश्वरले दिनुभएको। परमेश्वर चाहनुहुन्छ उहाँले दिएको कुरोले उहाँकै महिमा भएको होस्।
त्यही कारणले गर्दा जब एउटा क्रिस्चियनको सम्पूर्ण कोसिस, सम्पूर्ण खटाइ, सम्पूर्ण परिश्रम सकिन्छ, अब म केही गर्नु सक्दिनँ परमेश्वर, अब चाहिँ तपाईँले मलाई चलाउनुहोस्, म तपाईँको अगाडि छु भनेर विवश भएर जब आफ्नो पूर्णतामा आत्मसमर्पण परमेश्वरलाई गर्दैन, त्यति बेलासम्म परमेश्वरले केही दिनु हुँदैन। तर जब उसले सम्पूर्ण कुरो कोसिस गरेर आत्मसमर्पण परमेश्वरसँग गर्छ नि, त्यति बेला परमेश्वरले काम गर्नुहुन्छ। जब हाम्रो सम्पूर्ण शक्ति सकिन्छ नि, त्यहाँबाट परमेश्वरको शक्ति सुरु हुन्छ। मलाई आशा छ यो वचनद्वारा तपाईँले धेरैवटा कुरा बुझ्नु भएको छ र अन्यथा तपाईँले नसोच्नुहोस् अनि अन्य संसारको प्रलोभनमा नफस्नुहोस्। परमेश्वरले जे देख्छ त्यसमा तपाईँ सन्तोक हुनुहोस्। एक दिन जब आउँछ तपाईँलाई राजकाज बाँडिदिँदै गर्दा परमेश्वरले भन्नुहुन्छ, हे मेरो छोरा, हे मेरो छोरी, तँलाई मैले यति तोडा दिएको थिएँ, तँ यसमा एकदमै इमान्दार भइस्, तँ आशिष योग्यको, तँ भरोसा योग्यको छोरा छोरी हो, जा यहाँ सत्सङ्ग गर भनेर तोडा अनुसारको फल दिनुहुन्छ। त्यो बेला तपाईँ कदापि पनि चुक्नु हुँदैन। बस यो प्रस्थानको बाटो हो, जे दिएको छ परमेश्वरलाई तपाईँले धन्यवाद दिँदै सन्तोक मानेर हिँड्नुहोस्। यो वचनद्वारा परमेश्वरले तपाईँको फ्यामिली अनि तपाईँको मण्डली हरेकमा आशिष पुऱ्याएको हुन्छ। जय मसीह की।